नमस्ते। अनि म चाहिँ रुपेश कुमार थापा। म चाहिँ सुन्सुमा चाहिँ हाम्रो आइटी इन्जिनियरिङको आरएनडी डिपार्टमेन्टमा छु। हाम्रो टिममध्ये म चाहिँ वान अफ द मेम्बर हो, आरएनडी इन्जिनियर भन्छु। खासमा यो हाम्रो अहिले जुन वर्कसप भइरहेको छ यो चाहिँ हाम्रो 5 डेज मोर टेक्निकल ह्यान्ड्स अन वर्कसप भनेर हामीले गराइरहेको छौँ आइटी इन्जिनियरिङको थ्रुबाट। यो चाहिँ हाम्रो खास L1 ट्रेनिङ भनेर पनि हामी बुझ्छौँ यसलाई चाहिँ बुझ्दाखेरि। तर यो चाहिँ हाम्रो के त हो कि हामीले चाहिँ हाम्रो कस्टमरहरूलाई हामीले जुन सर्भिस दिइरहेको छौँ सर्भिसेसहरूलाई चाहिँ राम्रोसँग चलाउनको लागि के गर्दाखेरि राम्रोसँग चलाउन सकिन्छ, कस्टमर सर्भिस राम्रो दिन सकिन्छ भनेर मेन फोकस र उद्देश्य चाहिँ त्यही हो। आउटसाइड दिल्लीबाट आउनुभएको साथीहरूमा आज के फोर्थ चलिरहँदाखेरि मेरो एक्सपिरियन्स चाहिँ हाम्रो एक्सपेक्टेसन चाहिँ मिट भएको छ जस्तो लाग्छ। किनकि उहाँहरू चाहिँ अझै हामीलाई पुगेन भन्ने कुराहरू चाहिँ आइरहेको छ अझै। अब त्यसको लागि चाहिँ हामीले यो स्केड्युल चाहिँ हामीले अलरेडी फिक्स भएको भएर चाहिँ अब फेरि नेक्स्टमा गर्ने कि भनेर हामी रिक्वायरमेन्ट चाहिँ ट्रेनिङ डिपार्टमेन्टलाई चाहिँ फेरि उहाँहरूलाई एरेन्ज गर्नु होला। र उहाँहरूले चाहिँ एकदम यहाँ आएर सिकेर उहाँ काम गरे उहाँहरूलाई दुईवटा फाइदा भयो जस्तो लागेको छ मलाई। उहाँहरूसँग मैले बस्नु सोच्दा उहाँहरू काम त गरिराख्नु भएको थियो, तर हाउ इट वर्क्स भन्ने चाहिँ उहाँहरूलाई जानकारी थियो, ब्याकग्राउन्डमा के छ त भन्ने कुरा त्यो चाहिँ उहाँहरूलाई नलेज भयो आजको दिन। र यसलाई अझै राम्रो बनाउनको लागि के गर्नुपर्छ र कस्टमरसँग जहाँ गएर ट्रबल सुट गर्दाखेरि चाँडो हामीले चाहिँ सर्भिस अब कसरी गराउने भनेर चाहिँ हामीले टेक्निकल टिप्स एन्ड ट्रिक्सहरू चाहिँ उहाँहरूलाई दिइरहेको छौँ। हामीले हरेक डेको सेसनमा यो राखेका छौँ र अहिले पनि अब हाम्रो यहाँ अब हाम्रो लगभग थ्योरी सेसन सक्यो, अब हाम्रो प्र्याक्टिकल सेसन चल्छ। त्यसपछि पनि ह्यान्ड्स अन प्र्याक्टिकल सेसन चाहिँ आज र भोलिसम्म नै हाम्रो चाहिँ छ। भोलि चाहिँ हामी उहाँहरूलाई थ्योरी उहाँहरूले के बुझ्नु भएको छैन उहाँहरूको फिडब्याक टेक्निकल फिडब्याक लिने, त्यसपछि हामीले चाहिँ उहाँहरूलाई अझै ह्यान्ड्स अन भोलि एक दिनको दिनमा चाहिँ दिने हाम्रो प्लान चाहिँ छ। हाम्रो ट्रेनिङ चाहिँ त्यसरी भइरहेको छ। यो एरेन्ज गरिदिने सम्पूर्ण हाम्रो सुविसुको ट्रेनिङ डिपार्टमेन्टलाई चाहिँ म एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने उहाँहरूले चाहिँ हाम्रो नेपाल अधिराज्यबाट हामीलाई चाहिँ यहाँ पार्टिसिपेन्टहरू हाम्रो इम्प्लोइ साथीहरूलाई चाहिँ यहाँसम्म ल्याइदिएर यो एरेन्ज गरिदिएर यो अवसर दिनुभएको छ। हस् त, धन्यवाद।